नमस्कार सबै। आज चाहिँ मसँग यस्तो व्यक्ति हुनुहुन्छ कि यस्तो व्यक्तिलाई मैले चाहिँ मेरो एउटा त्यस्तो व्यक्ति हुनुहुन्छ उहाँलाई चाहिँ म मेरो कार्यक्रममा वेलकम गर्न चाहन्छु उहाँलाई। नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार, म चाहिँ दिपेश राई हो। हजुर एउटा साधारण व्यक्ति मात्र होइन कि तपाईँ यत्रै उमेरमा पनि धेरै सङ्घर्ष गरेर धेरै ठाउँमा ठक्कर खाँदै आएर अहिले राजनीतिक क्षेत्रमा पनि एकदमै तल्लीन हुनुहुन्छ। के छ त अहिले राजनीति क्षेत्रमा के भइरहेछ अहिले, त्यसको बारेमा अहिले हालसालै के भइरहेछ, तपाईँले के गरिरहनु भएको छ थोरै हजुरले भनिदिन सक्नुहुन्छ त? यो चाहिँ अब यस्तो हो, मेरो जिन्दगीको भोगाइ एकातिर तर देशको परिस्थिति अर्कोतिर भएको कारणले चाहिँ राजनीतिक भन्ने कुरा चाहिँ हामीले सामान्य रूपमा मात्र हेरिन्थ्यो भने अबको यो देशभरिको युवाले चाहिँ जटिल तरिकाले पनि हेर्नु पर्दो रहेछ भन्ने चाहिँ मलाई जहाँसम्म लाग्छ। र मैले पछिल्लो समय पछाडि यो देश भ्रष्टाचारले थतलिए पछाडि युवाले चाहिँ करोडौँले चाहिँ नेपाल छोडेर चाहिँ भयभरको देशमा चाहिँ हामीले चाहिँ एउटा काम गर्नु बाध्य भएको छौँ। त्यो किसिमले पनि मैले मात्र होइन, तपाईँले मात्र होइन, यो देशको जति पनि युवाले चाहिँ राजनीतिक भन्ने कुरालाई चाहिँ नजिकदेखि निहाल्नु पर्दो रहेछ भन्ने कुरा। किनकि मैले केही कुरा बुझेँ भने मैले फ्यामिलीलाई सिकाउँछु, फ्यामिलीलाई सिकाइसकिसकेपछि समाजलाई सिकाउँछु, समाजले पनि अनि टोललाई सिकाउँछन्। हो, यस्तो भएका कारणले चाहिँ नेपाल सुधारमा आउँछ। नेपालको परिस्थिति अहिले एकदम निम्न छन् र नेपालीको भविष्य अहिले भनेको एउटा विदेशीको गुलाम भएर चाहिँ सकिरहेछन् भनेको अर्थात् हामीले पनि कुनै न कुनै दिन यो देश छोडेर चाहिँ भविष्य खोज्दै चाहिँ सात समुद्र काटेर जानुपर्छ होइन। त्यो भएका कारणले अब त्यही हो, मलाई त्यति धेरै राजनीतिक हिजोको दिनमा थाहा नभए तापनि आजभोलिदेखि चाहिँ अलिअलि थाहा पाउँदैछु। राजनीतिक थाहा पाउनु पर्छ है, सबैजना युवा सचेत हुनुपर्छ। भ्रष्ट नेता दलाल नेताले चाहिँ देश बेचेर खाइसकिसके पटक पटक हामी आम नेपालीलाई चाहिँ आँखामा छारो हाल्ने, यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु, रेल ल्याइदिन्छु होइन, केबल कार ल्याइदिन्छु, हो यस्ता कुराहरूमा चाहिँ हामी भ्रमित भइरहेछौँ। देशको अवस्था अहिले हेर्ने हो भने र व्यक्तिको अवस्था हेर्ने हो भने अहिले निम्न छन् क्या। भविष्यको कुरा छोडिदिउँ। एकदमै सर। अनि सर, हजुर त एउटा हर्क साम्पाङको एउटा टिमको एउटा श्रमदानको तपाईँ एउटा सशक्त एउटा युवा पनि हुनुहुन्छ। हजुर हरेक एउटा श्रमदान कार्यक्रममा सहभागी हुनुहुन्छ, सहभागी भएर धेरै अरू पनि साथीभाइलाई सहभागी गराउनुहुन्छ। के छ हर्क साम्पाङको मिसन भिजन आउने दिनमा के कस्तो छ? अनि केही जनताहरूले बुझ्या छैन, हरेक कमेन्ट गरिरहेछ, यसको बारेमा तपाईँले के प्रस्ट्याउनुहुन्छ त? जनताले नबुझेको होइन, हर्क साम्पाङले नै हामीलाई बुझाएको होइन, जनताले नबुझेको होइन, बुझाएको क्या। अब हर्क साम्पाङको पछि लागौँ त देश बनिने भयो, कतादेखि चाहिँ अब लुटपाट गर्ने। हर्क साम्पाङको भिजन सिद्धान्तले भनेको चाहिँ भ्रष्टाचारको अन्त्य साथसाथै श्रम गर्नुपर्छ, पाखुरा बजाउनुपर्छ, यो देशमा उत्पादन थाल्नुपर्छ, यो देशमा चाहिँ फ्याक्ट्री उद्योग कल कारखाना जोड्नुपर्छ, यही देशमा चाहिँ युवालाई चाहिँ रोजगार दिनुपर्छ, स्वदेशमै जोगाउनुपर्छ भन्ने खालको सिद्धान्त भएको कारणले र कयौँ 50औँ वर्ष अगाडिदेखि चाहिँ पार्टीका साथीहरूले चाहिँ भ्रष्टाचार गर्दै आए होइन, एउटा मोजमस्ती गर्दै आए क्या। दुःख नगरिकन अरूलाई चाहिँ हरेक खालको सपना देखाएर चाहिँ उहाँहरूको चाहिँ पैसा चाहिँ कसरी चाहिँ थुत्न सकिन्छन् भन्ने खालको चाहिँ व्यवस्थाले चलिरहेछन् अहिलेको अवस्था। त्यो भएको कारणले पनि हर्क साम्पाङलाई नमन पराएको। अनि अर्को कुरा त यत्रो देश चलाए गफ हानेर कति पनि एक डिक पनि चलाए छैन। अब हर्क साम्पाङले चाहिँ छोटो समयमा चाहिँ मुखले होइन कामदेखि चाहिँ सुरुवात गरेर आयो नि त। कामदेखि चाहिँ विकास गर्दै आइसकेपछि विरोधी खनिने स्वाभाविक त कुरा हो। त्यो तपाईँको कतिपयले त नेताले भनौँ झोलेहरूले भनौँ बुझिसकेको छन् र समर्थक पनि गर्दै आउँदैछन्, यो भोलिका दिनमा गर्ने पनि छन्। तर हर्क साम्पाङ बाहेक चाहिँ यो देशै चल्दैन। हर्क साम्पाङले गफ गरेन। अनि कति मान्छेले त भनिया छ यो अनि श्रमदान भनेको छ, डाँडा डाँडा गएर फोहोर टिपेको छ, त्यो जङ्गल फाँडेको छ, यसरी पनि श्रमदान हुन्छ भनेर कतिले टिका टिप्पणी गरिरहेछ। के भन्न चाहनुहुन्छ? यो देश चाहिँ तपाईँको कस्तो छ भने नि, हरेक परिवार चाहिँ विदेशमा जाने, कमाएर ल्याइदिने, भारतले उत्पादन गर्छ, देशमा केही पनि उत्पादन छैन, युवामा भएभरिको मान्छेमा जाँगरै छैन, किनेर मात्र खाने। अब यत्रो फोहोर छन्, पर्यटन कि एउटा नेपाल भनेको एउटा यो देशको एउटा यति एउटा हिमाल भनौँ हरेक कुराले पनि त एउटा आउने ठाउँमा
विदेशीदेखि लिएर आफ्नै ठाउँमा चाहिँ फोहोरहरू बनाएर राखिन्छ। त्यो भनेको चाहिँ एउटा फोहोर टिप्नुभन्दा पनि एउटा विचार हो क्या। एउटा मान्छेमा विचार चेन्ज हुनुपर्छ, मान्छेमा जोस जाँगर ल्याउनुपर्छ, आफ्नो ठाउँ शुद्ध सफा राख्नुपर्छ भन्ने एउटा अभियान हो, जनचेतना हो क्या, चेतनामूलक। अनि पढाउँदाखेरि चाहिँ एउटा यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, स्कुल वरिपरि चाहिँ फोहोर होइन, एउटा विद्यार्थीहरूले चाहिँ त्यो फोहोर टिपाउनु नसकिन्छ, चक्लेट खाने फेल्ने त्यतातिर त्यो त्यस्तो खालको चाहिँ नराम्रो नकारात्मक कुरा हो। डाँडा डाँडा फोहोर टिपेको होइन, विकासको सुरुवात अभियान हो। अर्को पथले चाहिँ देशलाई देखाउँदै गरेको एउटा भविष्यको एउटा सुरुवात हो क्या, त्यसरी बुझिन्छ। एकदम। तर अझै पनि मान्छेले बुझ्या छैन, औज बनिरहेछ। होइन, त्यो अबुझ बनेको होइन, त्यो तपाईँहरूले गलत तरिकाले प्रश्न पनि गर्नुभयो, बुझ्नुभयो। मान्छेहरूले बुझिरहेछन्, बुझाइरहेछन्। दुई पङ्क्तिको दुईतर्फी मान्छे भइसकिसक्यो। एकतर्फी चाहिँ आधी मान्छे चाहिँ देशभक्तमा आइसकिसक्यो खुलेर। एक भक्त साथीहरूले चाहिँ विकास चाहिँ यसैले गर्ने भयो, तर हामीले त 30-40 वर्ष देश चलायौँ, लाज हुन्छ भनेर मात्रै उनीहरूले चाहिँ एउटा खुट्टा तान्दै गरेको। तर अझै पनि मान्छेले भन्छ बालेन शाही राम्रो, बालेन शाही राम्रो, वाह वाह भनिरहेछ। बालेन शाह त देखिहाल्नुभयो त, हिजोको दिनमा बालेन शाहलाई सपोर्ट गर्ने हामी, तर आजको दिनमा भित्र उसको कालो करतुत भनेको चाहिँ एउटा कस्तो भने विदेशसँगको एजेन्डा, अमेरिकासँगको, भारतसँगको एजेन्डा, देश बेच्ने एजेन्डा, स्वार्थ भावनाको एजेन्डा। किनकि बालेनको यो बाउको बिर्दा हो, उसको देश हो, होइन नि त। भनिसकेपछि समग्रमा उसलाई हामीले साथ दिँदैछौँ भने देशलाई चाहिँ कुन ढङ्गमा चाहिँ चलाउने भनेर त उसले पनि त हामीसँग त सहकार्य गर्नुपर्छ, छलफलमा त वार्तामा आउनुपर्छ नि त। बालेन शाहले चाहिँ एकलौटो चाहिँ मेरो देश, कुनै पनि एउटा नगर जित्यो भन्दैमा चाहिँ देशै कब्जा गर्नुपर्छ भन्ने होइन क्या। देश चलाउनको आउनको लागि पनि देशैभरिको चाहिँ मतको आवश्यकता पर्दछन् होइन। त्यो मत चाहिँ कसरी आउँछ भन्दा हिजोको दिनमा चाहिँ मत चाहिँ अब हरेक तरिकाले डर धम्की त्रासदेखि लिएर हरेक यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु आश्वासन दिएर चाहिँ आउँथ्यो भने अहिले जनता एकदम सचेत भइसक्यो। त्यो अवस्थामा छैन अहिले भने चाहिँ प्रत्यक्ष काम देखाएर भोटहरू आउने गर्छ। त्यो काम देखाएर गरेको भने हर्क साम्पाङ। बालेन शाह भनेको चाहिँ एउटा गीत के छ भने यो अब आउने चुनावमा हर्क साम्पाङले जित्ला त कि जित्ला होइन, 100% जित्छ। किनकि जिताउनु पनि पर्छ होइन। म त के हो, हर्क साम्पाङको काम मन पराउने मान्छे। अस्ति भर्खरदेखि म पहिलादेखि मन पराउँथेँ भने उहाँले त कति विकास गर्नुभएको रहेछ, जति हेर त्यति चाहिँ थाहा पाउँदै गइँदैछ भनेपछि अनि बाँकी पुस्ता नथाहा पाउने साथीहरूले पनि थाहा पाउनु पऱ्यो, जिताउनु पऱ्यो, देश बनाउनु पऱ्यो। जित्नुहुन्छ नि, कस्तो नजित्नु त। देशैभरि सङ्गठनहरू भनेपछि अब जबसम्म यी पार्टीका अरू पार्टीका मान्छेहरूले जबसम्म बुझ्दैन तबसम्म जस तपाईँहरूले बुझाउनुहुन्छ, देखाउनुहुन्छ। यस्तो हामी त बुझाउने हो, बुझिरहेछन्, पचाइरहेछन्, तर साँच्चीकै कार्यान्वयनमा आउनु पर्यो भनेर पटक पटक भन्ने हो। र पनि भन्दाखेरि अटेरी गर्छन् भने भाटा पनि हामी हान्छौँ। त्यस्तो भाटा हान्न पनि तयार हुनुहुन्छ। भाटा हान्न तयार हो नि त। देश बनाउनु चाहिँ डुबाइरहेछन् हामीलाई। तिनीहरूले पो त भ्रष्टाचार गरेर यत्र यत्र लग्जरी गाडीहरू चलेर हिँडिरहेछन्, बङ्गला बनाएर विदेशतिर गर्छन् भन्छन् होइन। त्यो पाराले भएन नि त। एउटा अधिकार छ नि त। हामी जन्मेर आधी उमेर सकिसक्यो भनिसकेपछि अब आधी उमेर सकिसक्यो। अब आधी पछाडि चाहिँ हामी यो पृथ्वीमै हुँदैनौँ भनिसकिसकेपछि हामीले चाहिँ ऋण बनाइदियो। टाउकोमा छ अरे 70-80 हजार। अब कसरी चाहिँ बनाइदियो त? 3 करोड जनताको 70-80 हजार ऋणले चाहिँ हिसाब गरौँ त कति हुँदो रहेछ होइन। अनि देश बनाउँछु भनेर चाहिँ देशै मात्र बेच्ने खालको विकल्प लिइसकेपछि चाहिँ हामी चाहिँ के ऋण मात्र परेर चुप्प लागेर त बस्ने त हुन्न नि त। हामी त उत्रिनुपर्छ नि त। उनीहरूले भनेको हामीले मान्यौँ, भोट दिउँ, हामीले सत्ता सरकारमा पुऱ्याइसक्यौँ भनिसकेपछि त हामीले भनेको मान्नु पऱ्यो नि त। तपाईँको विचारमा जे होस् राम्रो कुरा बुझ्नु पऱ्यो, राम्रो मान्छे चिन्नु पऱ्यो यो देशको जनताले भन्ने। चिन्नु पऱ्यो, चिन्नु भएको छ। अझ धेरै नचिनेको मान्छेहरूले चाहिँ कन्चुसाइ नगर्दा हुन्छ। सिधै श्रम सांस्कृतिक पार्टीमा आँखा चिम्लेर आउने हो। र कति पनि अब अहिले अराजक गरेर जुन नेताहरू बसेका छन्, यो सिद्धान्त यो काममा चाहिँ हातेमालो गरेको छैन नि, भोलिको दिनमा भाटा खान्छ। भाटा यो बुढो मान्छेले भने होइन, युवाले भनेको, सचेत युवा नागरिकले भने। भनेपछि यो श्रम सांस्कृतिक एउटा पार्टीमा चाहिँ सबैजना जोडिनु पर्यो। यो भनेको चाहिँ कसैलाई ठोकाठोक घोटाएको छैन। सबैजना मिलेर चाहिँ यो भनेको कार्यकर्ता नै। अनि म त धेरै प्राय टिका टिप्पणी सुनिरहेको हुन्छु, जातिवादी हर्क साम्पाङ भन्ने आउँछ होइन। के हो यो खासमा? यसको खासमा के रहेछ त? यो मान्छेले किन भने रहेछ? खासमा यत्तिकै भनेको हो कि यो जातिवादी भन्ने हिजोको दिनसम्म चाहिँ यो अन्त्य हुँदैछ क्या लगभग। हर्क साम्पाङले चाहिँ जातिवादी कुराहरूलाई चाहिँ फुटाउँदैछन्। समावेशता मिलाउने चाहिँ हर्क साम्पाङ हो। उल्टो आरोप लागिरहेछ क्या। जातिवादी चाहिँ पुरानो पार्टीहरूमा छन्। हामीले पुरानो पार्टीका
जुन ठुलो ठुलो पदाधिकारीहरूको नाम हेरिसकिसक्यौँ होइन। त्यहाँ भनेको अब कस्तो छन्, अब राष्ट्रपाको कस्तो छन् भनिसके सबै हेरिसक्यो भने चाहिँ अहिले हर्क साम्बाङको त स्टार्टिङमै सबैलाई समावेशित गर्दैछ सोधेर, कुन जात कुन थर कुन कुन पदमा बस्ने को चाहिँ सक्षम छन्, को इमान्दारी छन् खोजेर गरिरहेछ त। भनेपछि यो हर्क साम्बाङलाई जातिवादी भन्नेहरूलाई के भन्न चाहन्छ तपाईँ? तिनीहरूले चाहिँ सोझा मान्छेलाई भ्रम पैदा गर्दैछन्। त्यस्तो खालको भ्रम पैदा गरेर सिधा मान्छेको दिमाग फुट्ने काम गर्छ भने तिनीहरूलाई कारवाही गर्न हामी तयार छौँ। तिनीहरूलाई हामीले निगरानी गरिरहेछौँ। हामी थप्पड हान्नु, कालो मुसो हान्नु रेडी। उनीहरूले चाहिँ अहिले बोलिरहेछ, खाइसकेपछि झुक्छ क्या, त्यो सामान्य कुरा हो क्या। उनीहरूलाई हान्नको लागि हामी सामान्य कुरा हो। जो हजुरसँग केही विषयवस्तुमा कुरा गर्न पाउँदा एकदमै खुसी लाग्यो। जस हजुरको विचारमा के छ, यो चोटि जसरी पनि हर्क साम्बाङले जित्नुहुन्छ, जित्नुपर्छ र जिताउनु पनि पर्छ र जित्नु पनि हुन्छ। उहाँले जित्ने होइन, यो देशले जित्ने हो, उहाँको कामले जित्ने हो। उहाँले काम गरेर आइसकेको छ, उहाँलाई नजिताएर त केलाई जिताउँछ? भारतलाई जिताउँछ? यो भिडियो हेर्ने सम्पूर्ण हर्क साम्बाङको संस्कृति पार्टीको मान्छेहरूले पनि अझै कति नयाँ जोइन भइरहनु भएको होला, उहाँहरू यदि कन्फ्युजमा पनि हुनुहुन्छ होला, उहाँहरूलाई के भन्नुहुन्छ लास्टमा हजुरको थोरै? कसलाई भन्नु पऱ्यो? अब संस्कृति पार्टीमा कोही चाहिँ अब भिडियो हेरेर कोही इन्सपायर हुन्छ, यस्तै भएर चाहिँ उनीहरू म पनि यो पार्टीमा जोइन हुन्छु र पनि मनमा चाहिँ अलिक खुल्दुली हुन्छ क्या, फेरि अरू पार्टी यस्तो गर्छ कि त्यो भन्ने विषय चाहिँ जोइन हुनु त पर्यो त। जोइन नभए हुन्छ त, आधीले काम गर्दैन, आधी चाहिँ मलाई अर्का कुरा काटेर त खाने त भएन नि त। देश सबैको समग्रमा बन्ने हो, सबैजना एकता हुनु पर्यो, एक हुनु पर्यो, एक ढिक्का हुनु पर्यो। थोरै हिजोको दिनमा पार्टीको झन्डा मात्र उठाएर कुदे पनि त कोही कुद्ने कोही नकुद्ने। अहिले त भनेको त झन्डा त होइन त, काम पो त, काम गरिँदैछन्। जति भेला हुन्छ त्यसले त काम गर्ने, विकास मात्र भइरहेछन्। फोहोर टिपे पनि विकास, पार्क बनाए पनि विकास, विकास टु विकास हो। हिजोको दिनमा अब त के अरे एमाले जिन्दाबाद, हसियातौरा जिन्दाबाद भनेर झन्डा मात्र बोकेर त्यो चाहिँ विनाशका कुराहरू। हर्क साम्बाङ यो जस देशको एउटा मुख्य मान्छे भयो भने, यदि प्रधानमन्त्री भयो भने यो देशलाई लुटिरहेछ, यिनीहरूलाई के कटगडामा लिएर उभ्याउन सक्छ त? हर्क साम्बाङ बाहेक कसैले पनि छैन। हर्क साम्बाङले यो नीति बनाउनेदेखि लिएर विदेशी दलालबाट चाहिँ यो देश रोक्नेदेखि लिएर यो देशलाई संरक्षण गर्नेदेखि लिएर युवामा हुने शक्ति हर्क साम्बाङसँग मात्र छ। सम्पूर्ण कुरा युवालाई तागत दिने, युवालाई जोस जागर दिनेदेखि लिएर उत्पादनदेखि लिएर सम्पूर्ण कुरा हर्क साम्बाङ। जय हर्क साम्बाङ। हस्, धन्यवाद।